म चाहिँ भर्खर उठेँ होइन मुख सुक्दैन पऱ्यो होइन यसो लाएर सट्ट लाएर हिजो बत्ती नै बालेर सुत्दैछु फेरि यता अहिले ढुक्क मुख धुनुपर्ने हुन्छ है त अब उठेछ सो गाइज होइन म चाहिँ मुख सुख धोएर नि बसिसकेँ होइन रुमको हालत यस्तो घन्चघोल छ यता यस्तो छ यता तरकारी काटिसकेँ मैले होइन तरकारी काटेर पकाउँछु चिया यहाँ छ भात चाहिँ रेडी भइसक्यो है मेरो यहाँ भात टक्क लाएर कस्तो गरेपछि भात रेडी छ भन्ने बित्तिकै भात पाकिसकेको छ यतिखेर अब टक्क तरकारी पकाउँछु अनि भेट्छु है त गाइजलाई वेलकम ब्याक होइन म फेरि आइसकेँ अब म चाहिँ स्कुल जान लागेको चोला आज स्कुल चाहिँ लास्ट दिन रहेछ होइन हाम्रो त्यही भएर अलिक चाँडो गएर आज अलिक चाँडो जानु पर्ला जस्तो लाग्यो स्कुल अनि त्यही भएर अब निस्किदिएको म चाहिँ होइन टक्क बत्ती साथी भन्नु पऱ्यो ल है त एकछिनमा भेटौँला म जुत्ता लाउँछु नि बाटोतिर भेटौँला है त गाइज म चाहिँ गएको जानु होइन बस चढिसक्यो यो चाहिँ हाम्रो फ्रीको बस हो कि यहाँ भाडा लाग्दैन रहेछ यहाँबाट यतिसम्म हो ट्रेन चढ्ने ठाउँ चाहिँ फ्रीमा रहेछ यहाँबाट होइन रुम भाडा नजिकै रहेछ किन हिँड्नु भनेर अनि टक्क बस हाल्नुहोस् म चाहिँ यहाँबाट जहिले अहिले कतै होइन बस फ्री हो भने थाहा पाएँ म चाहिँ बसमा मान्छे जहिले चाहिँ खाटी हुन्छ एक्लै हुन्छ होला सायद म यहाँबाट जाने टाढा हुन्छ भेटाउनै हुन्छ म चाहिँ होइन स्टेसन झरिसकेँ होइन स्टेसन झरेर नि अब स्कुल अलिकति टाढा त्यो बिल्डिङ हो स्कुल चाहिँ ट्याक्क त्यो बिल्डिङ हो स्कुल चाहिँ होइन त्यति छ त्यहाँबाट अब स्कुल होइन त्यहाँ आज स्कुलको लास्ट दिन खै के प्रोग्राम गर्ने भन्दै थियो केटीहरूले त्यही भएर के लिएर अलि नाइजो भन्दै थियो अब त्यहाँ जानुपर्ने हुन्छ होइन सामान लिन हाल्छ एउटा भरि आयो अर्को भरि आऊ म होइन त्यहाँ गएर अनि सामान बोकेर आएर अब के कस्तो हुन्छ स्कुलमै देखाउँला है त गाइज हामी चाहिँ होइन आज गएको लास्ट दिन भनेर यिनीहरू यस्तो बोका खान थियो यो कोक विवेक दाइले के काट्यो काले को चटपटी खाने गएकोमै त्यही भएर हेर्नु कसको आइडिया यो फेरि निखाइमा त अफिस होला नि पुष्पा त्यसको र मेरो आज एउटै भएको कपडा चाहिँ हामी चाहिँ ल है त यिनीहरू के चटपटे खाने रे गएकोमा फुल देखाइदेऊ नि त यो चाहिँ फुल सेन्सेलाई ओइ प्याकिङ स्याकिङ सब हो पुष्पा डन ए साथी हिजो के अस्ति रे साथी मैले पुष्पा डन लेखेर पोस्ट गर्दै न तेरो सायन यही बोकेर जाउँ बस हेर्लाई सानो भयो क्या दाजु भयो आए गर
जाऊ जाऊ सबैजना जाऊ तु इसान माइने मास्यो फर्क जाऊ के काट्ने बेला चाहिँ के भन्ने उयो निकाल्नु निसेनी ओनारी वासिता Thank you so much. ल लक्का सक्कु लिएर आएन देऊ न एउटा काटेर देऊ गीतासँग काटेर देऊ सबैले दाइजु सेन्स अब यस्तो गर न सबैले थोडो थोडो काटेर खुवाइदिएन भन्छ हातले थोडो मिठा मिठा जो त केही भन्नु भन न सेन्चेला गएर इन्टरभ्यू जस्तो कि 今日のために一つのことを教えてください。一つの言葉？あ何の言葉？みんなありがとうだけで。あ、ありがとう。ありがとう。オッケー。 ओके देश आज हाम्रो यस्तो भइरह आज हाम्रो गएको लास्ट डे हो त्यही भएर श्रीदेवी आज त राम्रै भने हाम्रो चाहिँ प्रोग्राम सिक्यो है केटा हो यहाँ अर्को प्रोग्राम सिद्धियो ओ तान्जेबी नेओमेदा त गोजाइमास ल है त क्लासमा चटपटे कार्यक्रम हो कि क्या हो 思い出に残る一番よく覚えていますという意味ですね。思い出に残った例えばなんだろうアクティビティबाई गाइस हाम्रो चाहिँ गएको छुट्टी भयो है हाम्रो अस्तिको डिपेन्डेन्ट दिदी यिनी हुन् यता हेर्दिनु त एकचोटि यता हेर्दिनु न मेकअप नगर्दाको दिदी यिनी अस्ति मेकअप गर्दा कस्तो थिइन् यो फुच्ची नि आज मेकअप नगर्दाको यिनीहरू त यिनीहरू यो पनि त्यही हो हाम्रो बाल्किन्दा है यिनी चाहिँ सबैको बुढी बिहान दाइ यही हो अर्को उहाँ मेन चाहिँ झन् यसले छोडेको चाहिँ अनि दाइले है बल्ल दाइकोमा भएको हुने हो सम्पर्क गर्नु होला कसैलाई बिगार्नु पर्यो कसैको बुढो विदेशमा हाल्यो नि मलाई ल गाइज है त गाइजमा चाहिँ रुममा आइसक्यो है लास्ट भएर होइन थकेटाइरह के गर्ने हो अब टक्क खानासाना खान्छ नि सोध्छु आजको भ्लग चाहिँ यति नै होइन मन परेदेखि लाइक सेयर अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला होइन तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नुहुन्न मलाई थाहा तर जरुर गर्नु होला होइन के हो